पानी ठाडो बनाउनुपर्छ त्यो बगेर जाने भने यो चाहिँ थोरै पर्ने हुनाले चाहिँ त्यसै राखेपछि चाहिँ यहाँनिर पानी जम्छ यो पानी जमेको पानी त यो जमिनमा रहन्छ त्यस कारणले चाहिँ बिर्सो बनाएको त्यति हो यसको मेन चिज चाहिँ त्यति अनुगमन टोली हो मेन कन्सेप्ट चाहिँ त्यति हो यहाँ पूर्व वक्ताले बताइसक्नु भएको छ यो ड्याङ किन के को लागि आवश्यक यो चिसोपनको लागि चाहिँ यो कुलेस हो खोर्सानीहरू भर्खर रोप्दै हुन्छ यहाँ हजुर हजुर म त अनुगमन हो म त हेर्न आउने मात्र खोर्सानी रोप्ला झार रोपेछ क्या धेरै त हेरेर झुट नबोल्नुस् तपाईँ झुट नबोल्नुस् यो खोर्सानी त्यसले रोपेको झार पनि रोपेको कारबाही हुनेछ तपाईँहरूलाई यो टमाटर पनि लगभग अब फुल्दै रहेछ फल्ने समय भइसक्यो है फलिसक्यो दाना चिचिला लागिसक्यो यहाँ हेर्नु लागिसकेछ ल अब यो ठ्याक्क यो असारको पहिलो हप्ता पाकिसकेको हुन्छ यो बाँकी रहेको कि यो चाहिँ अस्ति डोरी पुगेन यता लगाइसक्यो यो छेउको चाहिँ किन त डोरी नपुगेर डोरी अब यो चाहिँ सुती डोरी हाल्ने यो डोरी सक्यो यो चाहिँ हाम्रो खोटाङ जिल्ला खोटाङ गाउँपालिका वडा नम्बर 9 लिचकिराम चाहिँ तल्लो माबे स्थित राई टोल स्थित चाहिँ हाम्रो जितकुमार राईज्यूले चाहिँ गरिराख्नु भएको सङ्घर्ष यो चाहिँ आधुनिक कृषि भने चाहिँ उहाँले नाम दिनुभएको छ अनि माथिलाई छोडिदिनु सक्यो सबै कुरै जान्छ टनल अब नलाउनु नि पानीले पिट्दैन पानीले अक्सर गर्दैन हाम्रो पानी त्यति धेरै पर्दैन असिनाले असिनाले त बितामा असिना पराउनु त सक्छ यस्तो राख्नु हुँदैन यो त होइन यो त चिज हो नि फलेको यो यस्तो यो चाहिँ हाँगा हो नि त यो ए त हाँगाले चाहिँ फर्स्टाउनु दिँदैन होइन फर्स्टाउनु दिँदैन यसको चाहिँ मतलब यो चाहिँ काटछाँट भन्छ कि लगभग हामीले चाहिँ यसलाई दुईवटा हाँगा मात्रै लिएर जाने कि किन भन्दाखेरि यसको चाहिँ यो जस्तै यहाँ चाहिँ वाइ हान्छ होइन यो वाइ हो यो एउटा फल सुरु भयो होइन यो पछि यहाँनिर एक बिता नभए यहाँ लाग्यो नि अब यसको पनि यहाँबाट सुरु भयो यसको यहीँबाट सुरु हुने यहाँ भएन होइन यहाँबाट सुरु भयो यसको हाँगाहरू फ्याँक्दै जाने अब यसको यहाँनिर लागिसक्यो नि त यहाँबाट यहाँ लागिसक्यो अब यसको पनि यहाँबाट यहाँ लागिसकेको छ होइन अनि यहाँबाट फेरि यहाँ लागिसक्यो यसको यो हाँगाहरू फ्याँक्दै जाने अब यो चाहिँ यो मेन हाँगा हो यो माथि जान्छ बाँकी यहाँबाट पलाएको हाँगा चाहिँ फ्याँक्दै जाने त्यो भयो भने चाहिँ अनि माथि लगाएर चाहिँ छोडिदिने पुरै यो चाहिँ जति धेरै यसलाई चाहिँ मजाले पुर्याउनु सकिँदैन नि त सबै चिजहरूलाई खाना यसलाई खानेकुरै चाहियो नि त धेरै अनि यो बुढो भएपछि पात पनि तपाईँहरू काट्दिनुहुन्छ होइन अब त्यो पात चाहिँ पहेँलो हुन थाल्छ मुनिको पात अनि मुनिको पात पनि फ्याँक्दै जाने के कैँचीले काट्नु चाहिँ लुच्नु हुँदैन है लुच्नु त हुँदै हुँदैन कैँचीले हो त्यस्तो चिन्ता त यसको लागि मैले डोरी यो भाइ टमाटर हो यता यहाँ पनि टमाटर टमाटर हुँदैन अस्ति त